3 चम्चा तोरीको तेल राखे, 1 चम्चा जिराको दाना, सुकेको 2वटा रातो खुर्सानी राखे भटमास र यसलाई करिब 1 मिनेट जति मिडियम हिटमा चलाउँदै फ्राई गर्नुपर्छ। अब राखे काटेर तयार बनाएको गोलभेडा, हरियो लसुन। अब राखे स्वाद अनुसार नुन, 1 चम्चा बेसार, आधी चम्चा रातो धुलो खुर्सानी, आधी चम्चा जिरा धनियाको धुलो र 1 कचौरा पानी राखेर यसलाई 5 देखि 8 मिनेट जति चलाउँदै पकाउनु पर्छ। यतिको गल्ने गरी पाकिसकेपछि अब हामी राख्दैछौँ 3 चम्चा मकै र गहुँको मिक्स गरेको पिठो। अब भने यहाँ राखे गुन्द्रुक, यसलाई पनि मिक्स हुने गरी चलाएर आवश्यकता अनुसार पानी राखेर मिडियम फ्लेममा 5 मिनेट चलाउँदै पकाउनु पर्छ। गुन्द्रुक, भटमास र हरियो लसुनको गुन्द्रुकको झोल खानको लागि तयार भएको छ।